सङ्घर्ष गर्ने हो भने स्वदेशमै पनि सफल भइन्छ भन्ने उदाहरण बनेको छ पूर्वेली फास्टफुड। विगत 13 वर्ष अघि पथरी शनिचर 1 पशुपति चोकमा एउटा सामान्य ठेलाबाट सुरु भएको यो यात्रा आज सुविधा सम्पन्न आधुनिक फास्टफुड रेस्टुरेन्टमा परिणत भएको छ। पूर्वेली फास्टफुडका सञ्चालक धनराज कुलुङ राईले करिब 9 वर्ष मलेसिया र साउदी अरबमा श्रम गरेका थिए। विदेशमा पसिना बगाउँदा सिकेका अनुभव र आत्मविश्वासलाई स्वदेशमै प्रयोग गर्ने लक्ष्यका साथ उनले नेपाल फर्किएपछि फास्टफुड व्यवसाय सुरु गरे। उनले भने स्वदेशमै सिप बेच्ने सोचका कारण नै पूर्वेली फास्टफुड जन्मिएको हो। राईका अनुसार दैनिक 15 देखि 20 हजार सम्म लगानी हुने फास्टफुडमा अहिले 35 देखि 40 हजार सम्मको कारोबार हुने गरेको छ। यसले स्थानीय स्तरमा 4-5 जनालाई रोजगारी दिँदै आएको छ। सुरुवातमा सामान्य परिकार मात्रै उपलब्ध भए पनि अहिले पूर्वेली फास्टफुड स्वाद, सुविधा र आधुनिक सेवा सहित युवा पुस्ताको रोजाइ बनेको छ। चिकन ललिपप, चाउमिन, चिकन भेज मोमो, थुक्पा, सेफाले, फ्राइड राइस, त्यस्तै गरी विभिन्न जुस आइटम र एनर्जी ड्रिङ्कहरू पनि उपलब्ध छन्। ग्राहकलाई सहज र आरामदायी वातावरण दिन यहाँ एसी र फ्री वाइफाई सुविधा समेत उपलब्ध रहेको छ। पत्री अपडेटसँगको कुराकानीमा सञ्चालक धनराज कुलुङ राई भन्छन्, आगामी दिनमा पूर्वेली फास्टफुडलाई थप क्षेत्रमा विस्तार गर्ने योजना रहेको छ। उनले भने हामीलाई यहाँसम्म ल्याउन ग्राहकहरूको विश्वास र माया प्रमुख कारण हो। भविष्यमा अझ धेरै शाखा खोलेर ग्राहकहरूलाई अझ नजिकबाट सेवा दिने हाम्रो लक्ष्य रहेको छ। पहिला ठेलामा फास्टफुडको रूपमा ठेलामा बेच्थेँ। यो पत्रीको चाहिँ बजार चोकमा घुमाएर बेच्थेँ। मैले सटर लिएँ। सटर लिएर चाहिँ अहिले चाहिँ अलि सटरमा खोलिरहेको छु। विगतमा चाहिँ मैले यहाँ अलिकति ठाउँ पनि साँघुरो भएको, अझै पनि ठाउँ चाहिँ साँघुरो नै छ। ठाउँ सानो भएकोले यहाँ चाहिँ अब अलिकति गर्मी बढी, त्यही भएकोले मैले चाहिँ अब ग्राहकहरूलाई चाहिँ अहिले अलिक सहज होस्, अलिक एकछिन बसेर खाजा खाँदा चाहिँ अलिक शीतल होस् भन्ने हिसाबले हाल चाहिँ मैले ग्राहकको लागि भनेर एसी पनि जोडिदिएको छु, राखेको छु। त्यसमा अहिले क्युआरको सिस्टम छ। क्युआरमा चाहिँ अलिकति असहज भएको कारणले गर्दा अब के गर्ने सबै अन्यल पर्ने भएको कारणले गर्दा मैले आजकै मितिदेखि यो के भन्छ वाइफाई पनि जोडिदिएको छु। अनि अरू सुविधा भनेको चाहिँ यस्तै हो, तातो चिसो होइन भइहाल्छ होटलमा। चिकन ललिपपहरू, चिकन राइस होइन, चिकन फ्राइड राइस, अनि चिकन चाउमिन, चिकन थुक्पा, चिकन मोमो, यही चिजहरू, चिकन सेफालीहरू नै बिक्री बढी अहिले यही चलिरहेको छ। अन्त ठाउँमा पनि पूर्वेली होटलको ब्रान्चहरू खोल्ने योजना चाहिँ सोच चाहिँ बनाउनु भएको छ। पथरी अपडेट।